अब नेपालमा पनि कुनै पनि मान्छेको घर जग्गा परेको खण्डमा के नेवा भाषामा राख्छ सिङ्के मोल सिङ्के मोल मकासे उचित भावबाट जहाँसम्म अहिले नेपालको कुरा छ अहिले हरिप्रभुले पनि भनिसक्नुभयो हाम्रो पोलिसीमा कसैको घर द्वार लिएर बाटो बनाउनुको पक्षमा चाहिँ छैन। हामी गर्न दिँदैन। हजुर अनि दोस्रो कुरा चाहिँ के छ भने नेपाल सरकारले विकास निर्माणको निमित्त भनेर यस्तै किसिमको स्ट्राटेजिकली इम्पोर्टेन्ट जग्गाहरू अथवा घरहरू अधिग्रहण गर्न सक्छ। अधिग्रहण गर्दाखेरि यहाँले भनेर सिङ्गो मोलमा अहिले चाहिँ होइन है चलन चल्तीको मूल्य भन्दाखेरि चाहिँ तपाईको त्यो अहिले भनेको 2 पैसा जग्गा यदि तपाईँले मलाई बेच्नुभयो मलाई चाहिँ चित्त बुझ्यो तपाईँले म मागे दाम मैले तिरेँ होइन। तर तपाईँ के गर्नुहुन्छ भने मालपोतको रजिस्ट्रेसन पास गर्न जाँदाखेरि यसको 2 करोड तपाईँले मलाई दिनुहुन्छ 2 पैसा हो त्यहाँ चाहिँ 10 लाख राखेर पास गरौँ है अनि त्यसैमा पास हुन्छ र भरे भोलि तपाईँको त्यो जग्गा चाहिँ अलिम गर्नु पऱ्यो केही मूल्यमा तिरिन्छ त्यो हुन पर्छ। कदाचित मलाई अहिले 2 करोड लिएँ मलाई 2 करोडकै रजिस्ट्रेसन पास गर्नुपर्छ whatever registration tax is required I'm going to pay तपाईँले भन्नुहुन्छ भने तपाईँको जग्गा चाहिँ 2 करोड रुपियाँ तिरेर नेपाल सरकारले अधिग्रहण गर्नुपर्छ। फर एक्जाम्पल नि जापानमा कस्तो छ भने मेरो जग्गाको मूल्य सपोज 2 पैसै भए पनि यदि मैले चाहिँ नचाहेको खण्डमा मैले सेटिस्फ्याक्सन नभएको खण्डमा उहाँहरूले जबरजस्ती गर्दैन। अब ठिक छ जापानमा थप कुरा के भन्छ भने नेपालमा चाहिँ जग्गा प्राप्ति ऐन 2034 भन्ने एउटा ऐन छ। त्यो ऐनमा तपाईँको जग्गाले नेपाल सरकारले चाहिने नै भयो भने तपाईँलाई चाहिँ अहिले भन्दा जस्तै तपाईँको त्यहाँ ल्यान्डलेस कुनै इस्टाब्लिस रेट छ भने त्यो रेट तिरिन्छ। अहिले पनि नेपाल सरकारले मूल्याङ्कन गरेर